बनेर नेपाली जनताको भावनाको कदर गरेर सडकमा आएका थिए। शान्तिपूर्ण आन्दोलन थियो। शान्तिपूर्ण आन्दोलनमा कसरी यो घटना भयो? यो शान्तिपूर्ण आन्दोलनमा 19 जनाभन्दा बढीको मृत्यु भयो। कसरी भयो? यसको दोषी को? के राजीनामा दिइहाल्यो, सबै कुरा सकियो? प्रधानमन्त्री गृहमन्त्रीले राजीनामा दिइहाल्यो, भइहाल्यो? कि यसको लागि दोषीहरूलाई कारबाही हुन्छ कि हुँदैन, सजाय हुन्छ कि हुँदैन? यो प्रश्न आज गर्ने कि नगर्ने? आज जुन युवाहरूमा मात्रै होइन, हरेक पुस्तामा, हरेक नेपालीमा जुन आक्रोश छ सरकार विरुद्धको, भ्रष्टाचार विरुद्धको, कुशासन विरुद्धको, यो आवाज सुरुमै सरकारले ध्यान दिएको भए आज यसको विस्फोट यो देश हुने थिएन। अवस्था सुनसान छ, कयौं फाइलहरू नष्ट भएको होला। अब यो देश कतातिर गइरहेको छ, यो अन्यता छ। युवाहरूले भनिरहेका छन् यो आजको जुन प्रोटेस्ट हेरिसकेपछि भाइ हामी नयाँ नेपालको निर्माण गर्दैछौँ। के